कुल 22 रोपनी क्षेत्रफलमा फैलिएको शङ्ख पार्क विश्व 2043 सालमा पञ्चायत रजत जयन्ती पार्कको रूपमा निर्माण गरिएको हो। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनापछि पार्कको नाम शङ्ख पार्कको रूपमा पुनः नामाकरण गरियो। काठमाडौँमा भएका पार्कहरूमध्ये एउटा सुन्दर पार्क मानिन्छ शङ्ख पार्कलाई, जहाँ विभिन्न फूल र बोट बिरुवाहरूको साथै विभिन्न प्रजातिका रुखहरू पंक्तिबद्ध रूपमा रहेका छन्। यो पार्कमा व्यायाम गर्ने, पिकनिक गर्ने, पार्टी गर्ने, विभिन्न कार्यक्रम, फिल्म, म्युजिक भिडियोको सुटिङहरू पनि हुने गर्दछ। त्यसका अलावा विभिन्न विद्यालयबाट ससाना नानी बाबुहरूलाई खेलाउन पनि यहाँ ल्याउने गरिन्छ। सबै उमेर समूहलाई हुने गरी बनाइएको यो पार्कमा एउटा ठूलो स्तम्भ छ, जहाँ राष्ट्रिय झण्डा राख्नको लागि भनेर छुट्याइएको भए पनि झण्डा नदेख्दा अलि मन खिन्न लाग्न सक्छ। 2 ससाना पोखरी रहेको यो पार्कको नाम अनुसारको एउटा सुन्दर शङ्ख पनि राखिएको छ। यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।